बाटै काटेर जाने? हेर्नु त हेरेको थिएँ त हो। बाहुन मिस्त्रीलाई आमाले पठाइदिनु भयो। मालिङ्गोको अचार हो। खुरुखुरु घर लिएर जानु नि फेरि, बाटैमा नसक्नु। लेख्न आउँछ? लेख्न आउँछ। यो अटो भरेर ल्याइदेऊ। पञ्चमी बजारको सम्म मात्रै भाका छ नि फेरि। खुरुखुरु घर जाऊ है, ढिलो होला। प्रिय फुल, किन पो तिमीले तिम्रो सुन्दर मखमली अटो डायरी मेरो हातमा थमाइदिएको हो? योग्य सम्झेर नै त होला। लु धेरै धेरै धन्यवाद छ है। तर म पो अलमलमा पर्यो। शब्दहरू बोक्दै बोक्दै जाँदा त मर्न ती बन्लान्। अग्लिँदै जाँदा भक्ताङलुङ हिमाल बन्ला। लु जे भए पनि, जसो भए पनि भुलचुक माफ गर्दै पढ्नु ल। फुल फुलेको मौसम थियो। तिमी त्यही फुलबारीमा रमाउँदै पुतलीको पछि कुदिरहेकी थियो। हो आज पनि तिनै दृश्य, तिनै तस्बिर मेरो मानस पटलमा घरिघरि आइरहन्छ। रातो स्वेटरमा सजिएकी परी मेरो मनमा जेरीमा बसिरहेकी छ। मलाई थाहा छ तिमीले मलाई जिस्काएर सोधेको सानोमा म कस्ती देखिन्थे। सानो बेला मात्रै होइन फुल, मलाई तिम्रो जीवनको हरेक पलको बारेमा राम्रोसँग थाहा छ। म परबाट तिमीलाई निहालिरहन्थे, कसैले नदेख्ने गरी, अनि आफैसँग प्रश्न गर्थे, त फुलको समीपमा कहिले जान्छस् भमरा? बल्ल भाग्य बलियो भएर आएछ। तिमीले मलाई आफ्नो अटोमा मेरो मनका भावना पोख्ने मौका दियौ नि त। तिमीले मलाई चिन्यौ, साँच्चै तिमीले मलाई चिन्यौ फुल। तिमीले नचिनेको भए सायद म आफूलाई तिमीसँग कहिल्यै चिनाउन सक्दिनथे। मेरो स्वभाव नै यस्तै छ नि त। उही तिम्रो बासी कपले कारण निधार